बच्चाहरूको स्कुल छुट्टी छ। स्कुल लाग्न अझै 10-15 दिन बाँकी छ। सो त्यही भएर आज मैले बच्चाहरूलाई लिएर सिभिल मल गएँ र पब्लिक बस युज गरेँ। बच्चाहरू एकदमै धेरै खुसी थिए। उनीहरू एकदमै इन्जोय गरिरहेको थिए। बच्चाहरूले पब्लिक बस चाहिँ सायद यो फर्स्ट टाइम नै उनीहरूले युज गरेको भएर दे आर सो एक्साइटेड। सुन्दारामा उत्रिसकेपछि उनीहरू सिँढी चढेर टक्क अर्कोतिर गएर सिभिल मल जान्छन् र यो हो सुन्दारादेखि देखिएको दृश्य। आजकल नेपाल धेरै नै सुन्दर देखिन थालेको छ। सरसफाइको कारणले पनि होला है। हरियाली हराभरा आनन्द लाग्ने भएको छ। नानीहरू मलभित्र छिरे। उनीहरूको आज धेरै प्लान छ, यो गर्ने त्यो गर्ने होइन। सानो छोरी डोरेमन देख्ने बित्तिकै खुसी भए। उनीहरू यो खेल्ने कुराको पसलभित्र छिरिवरी सामानहरू हेरिवरी अब उनीहरू गेम जोनभित्र छिरिसके। म चाहिँ त्यो टाइममा यसो टाइम पास गर्न कफी खाउँ भनेर यो आइस लाटे लिएँ। नानीहरू खेल्न थाले र खेल्दा खेल्दै उनीहरू यति रमाएका थिए। आज नानीहरूको काकाको छोरी सानो अर्को फुच्ची पनि आएकी छन् केही दिनदेखि घरमा। उनीहरू सबैजना सँगै छन्, रमाइलो गरिरहेछन्। सानो छोरी पनि एकदमै खुसी भएर खेलिरहेछन्। नेपालमा चाहिँ खास बच्चाहरूको लागि अझै भनौँ न सरकारी तहबाट नै ठाउँमा व्यवस्थित तरिकाले राम्रो खेल्ने कुराहरू हुनपर्छ जस्तो मलाई लाग्छ। किनकि मैले यो ठाउँमा मेरो 4 जना बच्चाको लागि 2800 चाहिँ 1 घन्टाको पे गरेको छु कि 2800 रुपियाँ 1 घन्टाको लागि भनेको चाहिँ एकदमै धेरै नै हो कि। अनि त्यसपछि अब उनीहरू खेलेर 1 घन्टा त एकैछिनमा गइहाल्छ नि। 1 घन्टा एकदमै चाँडै नै टाइम पास भयो। त्यसपछि उनीहरूको प्लान भनेको बसन्तपुर जाने थियो। त्यहाँ भिडियो बनाउने, त्यहाँ घुम्ने, अनि त्यसपछि त्यहाँ खानेकुरा खाने र साथसाथै उनीहरूले घर फर्किँदा पनि हामी पब्लिक बसमै जाने भनेर उनीहरू घर फर्किँदा पनि हामीले ट्रान्सपोर्टेसनमा पब्लिक बस नै युज गरेको थियौँ। नानीहरू एकदमै धेरै खुसी भएको थिए। अनि त्यसपछि अब खेलिसकेर उनीहरू अब सबैजना तल झर्न स्टार्ट गरे है। अनि उनीहरू हिँडेर नै सिभिल मलबाट हिँडेर नै यिनीहरू चाहिँ बसन्तपुर। मेरो सानो छोरी 3 वर्षको छ है। 3 वर्षको बच्चा पनि यहाँदेखि हिँडेर होइन बसन्तपुरसम्म पुगे। तल उत्रिँदाखेरि चाहिँ ग्राउन्ड फ्लोरमा यो बच्चाहरूको खेल्ने कुरा छ कि। अनि त्यसपछि उनीहरूले एकछिन यो खेलेर ओके लेट्स गो भनेर हामी लाग्यौँ बसन्तपुरतिर। बसन्तपुर चाहिँ मेरो लागि चाहिँ एकदमै प्रिसियस ठाउँ हो कि। हुन त हामी सम्पूर्ण नेपालीहरूलाई अति नै मनपर्ने ठाउँ हो बसन्तपुर। मलाई पनि अति नै मनपर्छ। त्यो ठाउँमा जतिसुकै गए पनि कहिले पनि भयो कति जानु भन्ने फिल नै हुँदैन कि। झन् अहिले त यति राम्रो भएको छ कुरै नगर्नु। जाने बेलामा सिभिल मलको तलको पानीपुरीमा हेर्नु न, ओहो यस्तो मिठो गरेर खाने। र मैले चाहिँ दिन्छु कहिले काहीँ खाने कि। बाहिरको खानेकुरा खुवाउनु हुँदैन, हुन्छ तर धेरै दिने होइन। के हो कसो हो भनेर उनीहरूलाई यसो चखाउनु चाहिँ पर्छ कि। त्यसपछि के फ्राइजहरू खाए उनीहरू बसन्तपुरै गएर बसन्तपुर पुगे, गए, खेले, रमाए, कता कता दौडे। यति बेलासम्म मेरो मोबाइलको ब्याट्री चाहिँ 15%मा झरिसकेको थियो कि। 15% मात्रै बाँकी थियो मेरो मोबाइलमा होइन। अनि मैले अन्तिमतिरको चाहिँ मैले खिच्न पाइनँ कि भिडियो। उनीहरू एकदमै ह्याप्पी थियो, एकदमै रमाएर भिडियोहरू बनायो है। अझ उनीहरूलाई मैले के 200 रुपियाँ दिएको थिएँ। तिमीहरूलाई जे किन मन लाग्छ किन्न भनेर। उनीहरू एउटा पसलभित्र गएर उनीहरूको लागि रबर ब्यान्ड अनि किरिङहरू आउँदो रहेछ क्या फेरि 50-60 रुपिसमा पनि। उनीहरू किनेर एकदमै धेरै खुसी भएको के। अनि त्यसपछि परेवालाई चारो हाले होइन। अनि त्यसपछि त्यहाँ एकजना बस्नुभएको थियो बुढो बाजे, उहाँलाई पैसा पनि दिए। यस्तो सानो कुरा गर्दा गर्दै विशाल बजार माथिको यो रेस्टुरेन्टमा नानीहरूले खाना खायो अरे है। खाजासाजा खाए। अनि त्यसपछि हामीले सबैलाई बाई बाई गरेर हामी घरतर्फ जाने बाटो लाग्यौँ। अब यसपछिको भिडियो चाहिँ छैन बिकज मेरो मोबाइल लगभग अफ हुन लागिसकेको थियो। यो चाहिँ विशाल